हेलो गाइज, आज हामी दुईजना देउरानी जेठानी चाहिँ कलर एक्सचेन्ज गेम खेल्दैछौँ। अनि त्यही हो कस्तो हुनेछ? कलरहरू अब कस्तो कस्तो ल्याउने। मैले चाहिँ कमेडी ल्याएको छु, त्यो अब दिदीले मैले नि त्यस्तै कमेडी ल्याएको छु। हामी फर्स्टमा कुन कलर गर्ने? जुन गऱ्यो नि तपाईँ चुज गर्नु सुरुमा। वाइट। वाइट राम्रो कलर चुज गर्नु आएछ सुरु। हे भगवान्, तिम्रो भेट्यो? ल ल ल ल 3 2 1 गो भनेर 3 2 1 गो। तिम्रो छोरालाई चाहिरहन्छ नि त यो छोरालाई चाहिन्छ भने मैले दिदीलाई नै दिएको छु। थ्याङ्क यू हुन्छ ल त। यो हाम्रो एउटा कलर भयो है। त्यो भयो। अब मेरो भाला है। ल कुन कलर छ? रेड कलर। रेड कलर देखेर तिमी निकालिसक्यो। सेन्ट ब्ल्याड त हुन्न हौ नि। मेरो त मुठीभरिको छ दिदी। 3 2 1 गो। देखाउनु नि त गो भनेर। तिमीलाई चोक पाए विनर। तपाईँलाई मनपर्छ लाउन कलर डिजाइन? राम्रो छ। राम्रो लाग्यो क्या? तपाईँ लाउनुहुन्छ लगाइहाल्नु न। म पो लाउँदिनँ त। यो डिजाइन मन पर्यो क्या। रेड कलर हटाएँ। अब अर्को कलर भन्नु ल। अब मेरो पालो हो। अब देखाएर राख्नु पऱ्यो गिफ्ट। अब पर्पल कलर। पर्पल कलर त आज भयो किनेछ भन्नु क्या। हजुर मिठा भयो मेरो त। भेट्यो 3 2 1 गो। घरबाट चप्पल छैन त। ल तपाईँ 9 युज गर्नुहुन्छ त्यही थ्याङ्क यू। साइज मेरै हो। चप्पल आयो। ल अब मेरो पालो हो कि तिम्रो? अलि पर्पल कलर गरिदियो है। हजुरले भन्नुभयो मेरो पालो हो। अब ल भन त। ब्ल्याक कलर। ब्ल्याक पनि मैले त भेटिसकेँ। यहाँ त के हो ब्ल्याकमा? 3 2 1 गो। देउनु सोधिने काँटा भाँच्यो भने होइन के हो? पलिस। ब्ल्याक पलिस लाउनु थाल्नु पर्यो। थ्याङ्क यू। ल थ्याङ्क यू। कति राम्रो छ। म त यतापट्टि झुन्डम सबै युज गर्ने हो अझै। ल अब अर्को कलर भन्नु दिदी। ब्ल्याक नि गयो होइन? ब्ल्याक यता पुग्छ। ब्ल्याक पछि अब ग्रिन यता राख्नु ल। ग्रिन कलर पनि छ नि मसँग त। निकालिसकेँ हो मैले त। ल मेरो पनि भयो। 3 2 1 गो। मैले हजुरले ग्रिन टाउको दुख्छ त्यही भएर झन्डुमा एकदम धेरै युज हुन्छ नि त मलाई झन्डुमा। म त लाने होइन कपाल नभएर। ल थ्याङ्क यू। सेपे मैले यताबाट लगाइसकेँ। अब मेरो पालो। पिङ्क कलर। पिङ्क? मैले पिङ्क पनि तिमीलाई युज हुने कुरा लिएर आइदिएको छु त। मेरो पिङ्क कलर के छ हौ? खोइ त सामान्य छैन क्या। ल 3 2 1 गो। बेडसिट बेड कभर लगाइदिएछु। ल पिङ्क कलर। दिदीको घरमा चलाउने चप्पल छ। सेम ल्याएर आज सामान। त्यही भएर हाँस उठ्यो क्या मलाई। मैले अब एउटै नाम त परेन। एउटै बिमला दिदीकोले हो। बिमला दिदीलाई भनेर ल्याएको नभन्नु है फेरि यहाँ आउनु। अस्ति नै हो।
यो त्यसैको यो नि देखाएको थिएँ कसैले पर्पल लगाइरहनु भएको र पिङ्क लिएर दियो अब कुन कलर बाँकी छ बेडसिट आयो पिङ्क कलर मैले भने होइन आवाज अब ब्लू कलर ब्लू ओके ब्लू कलर पनि मेरो के हो ब्लू 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 कलरमा के हो मेरो यही भयो ब्लू त त्यही हो ब्लू ल 3 2 1 गो मार्क्स धागो र पेन तपाईँले ब्रस चेन्ज गर्नु भएन होइन लाउनु थ्याङ्क यू तिन थरी मैले एक थरी केही छैन कति राम्रो थ्याङ्क यू यो चाहिँ अहिले किनेर ल्याऊ हो ल मैले नि त्यो अघि भर्खर किने अब मेरो पालो होइन त परेन है हाम्रो ए मेरो पालो परेन यो कुन येल्लो येल्लो कलर ल ल येल्लो हेलो हेलो 3 2 1 गो भयो भयो ल ल्याउनु न 3 2 1 गो सारी वाउ तिम्रो एउटा पनि यो कलरको साडी छैन नि त त्यही भएर मलाई चक्लेट खान मन लाने नि मिल्की बार ल अब अर्को अबको मजाको छ त कुन कलर भन्ने भन्नु त अबको ग्रे ग्रे ल ग्रे कलर मसँग दुईवटा भयो एउटा ब्राउन एउटा ग्रे भयो ल सुरुमा ल मैले चाहिँ ब्राउन नै ल्याएँ मसँग चाहिँ दुईवटा कलर भयो 3 2 1 दिन्छु नि त ल 3 2 1 गो यो चाहिँ अब यहाँ ग्रे पनि छ होइन खासमा व्हाइट भनेर ल्याएको थिएँ फेरि व्हाइटमा सक्स भयो नि त मैले चाहिँ यो मेरो ग्रेमा? कुकुरको लागि नुहाउँदाखेरि लाउनलाई त्यो टावेल। टावेल लिएर आइदिएँ तिमीलाई यो चाहिँ एउटा छोरोलाई ल्याइदिनु भयो यो नि छोरोलाई अनि यो चाहिँ ब्राउन मन पर्यो क्युटी छोरोको लागि नुहाएर फेरिदिने फेर्ने लाउनु तपाईँको ल यो चाहिँ आमा पुरै मलाई त तलदेखि माथिसम्म छ नि त के हो यस्तो त्यो चाहिँ ग्रे व्हाइट भनेर ल्याएको भरे फेरि ग्रेमै मिल्ने भएर ग्रे भयो कि अनि तल माथिले यो चाहिँ दुइटै brown। सेट बनाइदिए अर्को कलर ल्याउनु लाग्यो कस्तो मन पर्यो अनि मैले छोड्नु मन लागेर बोकेर थ्याङ्क यू यो चाहिँ चेक गर्नु पनि भएन नि चेन्ज गर्नु यो चाहिँ बिमला दिदी दाबा यो चाहिँ होइन मैले फर्किने हो ल ल बिमलातिर भनेर आएको छु क्या साट्ने भनेर ल अब अरेन्ज कलर अर्को बहिनीले नि ल्यायो तिम्रो जेठानी त होइन भनेर त सोधेन तपाईँ जानु भएको थिएन मैले अस्ति धेरै अब नेक्स्ट मैले तपाईँको फोटो देखाएको थिएँ यो दिदीलाई चाहिँ मेन भने अनि त्यसपछि ठिक हुन्छ भन्नुभयो अनि दिदी यहाँ आउनुभयो भने नभन्नु है यसरी मैले किने भनेर भने अनि ल म केही भन्दिनँ भन्नुभयो अब हाम्रो नेक्स्ट तपाईँले यो त्यहीँबाट त किने होइन रेड यस बिमला दिदीकोबाट भनेर एउटा कुरा चाहिँ भनेर हाल्नु भएको थियो पेन रेड कलरको इनर छ भनेर सोध्दै आएको थियो एकजना बहिनी तिमीलाई पनि चाहिन्छ भन्नुभएको थियो अब हाम्रो लास्ट वान अरेन्ज Orange color. कलर त मैले नभेटेर खत्रै चिज ऑरेंज रेडी 3 1 2 1 गो दुईटा है तिमीलाई नि ल्याइज्यौ 9 के आएछ दिदी सेम भएको त मैले दिदीलाई पर्पलमा थिएँ दिदीले मलाई अरेन्जमा खाइ पनि सक्यो हाम्रो चाहिँ यस्तो रह्यो कलर एक्सचेन्ज गेम थ्याङ्क यू